को लागि मालदाईले यति दुःख गरिरहनु भएको छ नि मान्छेहरूलाई ऋषि धमालेले भन्दा नि बढी दुःख गरिदिनु भएको छ। अहिले कतिजना घरमा गएर सब गोबर सोबर सब छोडिदिएर आउनुभयो। कसैको दाउरा बोकिदिनु भएको छ अनि कसैको मकै गोडिदिनु भएको छ। अब चुनावमा उहाँ चाहिँ उड्दै हुनुहुन्छ के अरे घन्टी छापबाट ए अरे। तर हर्का साम्पाङले भन्दा नि बढी म दुःख गर्छु भन्नुहुन्छ क्या। अनि उहाँ चाहिँ यसपालि उहाँको चुनाव चिन्ह चाहिँ घन्टी हो। अनि अहिले चाहिँ अब अरूको कसैको गोबर सोरिदिनु भयो, कसैको दाउरा बोकिदिनु भयो, कसैको घाँस काटिदिनु भयो, कसैको मकै गोडिदिनु भयो। अनि उहाँले सबैको घर घरमा गएर काम गरिरहनु भएको छ। अहिले सबैको घर घरमा गएर काम गरिरहनु भएको छ उहाँले मालदाईले। अनि मान्छेहरूले पनि हुन्छ म यसपालि तपाईँलाई नै भोट हाल्छु भनेछन् अरे। अनि उहाँले चुनाव जितिहाल्नुभयो भने चाहिँ हप्तामा विद्यार्थी भाइ बहिनी तिमीहरू पनि ध्यान दिएर हेर सुन, उहाँले हप्तामा 3 दिन मात्रै स्कुल पठाउनुहुन्छ। अरू दिन भनेको उहाँले काम लगाएर काम पेलाउनुहुन्छ। नेताजी बस्नु। अनि मल सल सबै हालिसक्नुभयो। घाँस कतिजना बिहान एक दुईचोटि हाल्नु पर्यो भनेर हालेको नि। भरे ल्याउँदा नि हुन्छ ल्याउनु त। नेताजी अनि तपाईँको यसपालि चुनावमा उठ्नुभन्दा अगाडि त यो कपाल सपाल सबै काट्नु पर्यो नि त। कपाल काट्नु पर्यो, यो लुगा सुगा फेर्नु पर्यो। यसपालि उहाँको चुनाव चिन्ह चाहिँ घन्टी छ। हेरिहाल्नु है मम्मी, उहाँलाई भोट हाल्नु यसपालि तपाईँले मालदाईलाई। अनि अब मालदाई यस्तो हो मान्छे ल्याएछ त नि, यो खालको छ भनेको ल्याइदिन्छु ल चुनावको लागि तपाईँलाई म हिरो बनाइदिइहाल्छु। लुगा राम्रो राम्रो ल्याइदिन्छु, जुत्ता ल्याइदिन्छु। दाउरा बोक्दैछु त नि। हुन्छ केही छैन। अनि तपाईँ पनि नेता भएपछि त फेरि भ्रष्टाचार गरेको पैसा सबै मलाई चाहियो नि। फेरि जति पनि भ्रष्टाचार गर्नुहुन्छ नि सब पहिले मलाई यो हाम्रो घर अगाडिकोबाट चाहिँ तपाईँले सुरुमा पिच बनाइदिइहाल्नु पर्यो हुन्छ नि मालदाई। आउँदैछ त नि के भन्छ जेमी आउँदैछ त। जेमी के जेमी भनेको? जेमी भनेको तामाङ कार्की, तामाङ क्षेत्री हो। त्यो पनि कहाँबाट आउने त चाहिँ? भाउनेबाट। ए ल ठिकै छ। यसपालि चाहिँ तपाईँले चुनाव जित्नु भयो भेटिन्छ त, त्यसलाई त भेटिँदैन नि। त्यो त यहीँ यस्तो ढाटामा हुन्छ। ए यसपालि तपाईँले चुनाव जित्नु भयो भने चाहिँ सुरुमा यो हाम्रो यो यहाँबाट माटी गाउँबाट गएको लक्ष्मीमार्गा निक्लिने बाटो चाहिँ तपाईँले पिच गरिदिनु पर्यो नेताजी। अरू लक्ष्मीमार्गा तिम्रै टर्न लक्ष्मीमार्गा जस्तो छौ ल। तिम्रो यो नलबारीदेखि लिएर लक्ष्मीमार्गासम्म बनाउनु तिम्रो काम हो। ए हुन्छ हजुर, त भइहाल्छ। मैले यहाँदेखिको लिएर उयो गाउँसम्म बनाउनु पर्छ। जिन्दल गाउँसम्म सट्टै यहाँ टिकासरको घरबाट सट्टै मैले यत्रो काम मेरो हो। हुन्छ, त भइहाल्छ। अशोकको यहाँ सरी तपाईँले जति पनि भ्रष्टाचार अशोकको यो छ नि यहाँबाट तल यहाँ सङ्गरकासम्म हो। ए हुन्छ। तपाईँले जति पनि भ्रष्टाचार गर्नुहुन्छ नि नेता भएपछि, चुनाव जितेपछि, चुनाव अब पहिले त भन्थे मान्छेहरूले एमाले काङ्ग्रेसलाई भोट हाल्यो भने त यो सबै यसले जितेर गएर हामीलाई हेर्दा पनि हेर्दैन भन्छन्। तर घन्टीले त्यसो गर्दैन अरे। त्यही भएर तपाईँलाई यसपालि गाउँभरिको मान्छे सबैले तपाईँलाई भोट हाल्दैछन्। हेर्नु तपाईँले यसपालि जितेपछि चाहिँ यो पुरै हाम्रो गाउँ चाहिँ एकदम झिलिमिली बनाउनु पर्यो। अरू ठाउँ चाहिँ सुकै होस्। नेताले भनेको आफ्नो ठाउँ सुरुमा हेर्छ नि त। नेपाल अब नेताले त खासमा त पुरै नेपाल अधिराज्य भोलि नै हेर्नुपर्ने हो, नेपाल बनाउनको लागि गर्नुपर्ने हो। तर खासमा नेताले चाहिँ आफ्नो ठाउँ मात्रै हेर्दो रहेछन्। केपी ओलीले झापा मात्रै हेरो होइन। हाम्रो लागि तपाईँलाई हामीले जिताउनुको कारण खास तपाईँलाई जिताउन खोजेको चाहिँ के को लागि भने हाम्रो गाउँ बनाउनुको लागि मात्रै तपाईँलाई जिताउनु आँटेको होइन। पुरै तपाईँले नेपालै बनाउनु पर्यो। तपाईँले हाम्रो गाउँ मात्रै बनाउने होइन। तपाईँले बुझ्नुभयो नि, जितेपछि पुरै नेपाल बनाउनु पर्यो तपाईँले। हुन्छ नि? हुन्छ ठिकै छ। ल केलाई भोट हाल्ने अरे? घन्टीलाई भन्नु त, जय घन्टी भन्नु होइन। अहिले मतलब कुन आएको छ भने तपाईँको चुनाव चिन्ह घन्टी। अब अहिले के आएको छ भन्नु त यस्तो नेता अब यस्तो हुनुहुन्छ अब हाम्रो नेता। अनि ल अहिले भइहाल्यो होइन। अब तिमीले केही गर्नुपर्छ भने मलाई भन्नु। हुन्छ। ट्रेक स्रेक जुत्ता कता हो? त्यो त चुनावको दिन पो लगाउने त। ए पर्सि चुनावमा। अनि के भन्नुहुन्छ आजको ड्युटी? जनतालाई के भन्न चाहनुहुन्छ यसपालि? भोट मलाई जनतालाई त के भन्नु अब जाँठो जति होइन भन्दा मलाई जति हेल्प गर्यो त्यति नै जनता मोटाउने त होइन। सही कुरा। जति तपाईँलाई हेल्प गर्यो त्यति नै अब मलाई जति सहयोग गर्यो सक्यो भने त्यति उनीहरूको लागि भोलि पर्सि तपाईँले राम्रो गरिदिने होइन। जस्तो जनता मलाई अब जस्तो मैले कुन प्रोजेक्ट लिएँ होइन, कुनै प्रोजेक्ट कुनै सब्जेक्टहरू कुनै लिएँ एउटा तरिकाले होइन, मलाई जस्तो जनताले जति राम्रो बनायो त्यति मैले एउटा बाहिर सफा हेरेर निकाल्ने त हो नि होइन। कहाँ बिग्रेछ कहाँ जाम छ। चुनाव आए सँगसँगै गाउँको मान्छेले चाहिँ के भन्दैछन् भने चुनाव आए सँगसँगै अब हाम्रो गाउँको क्षेत्र नम्बर 3बाट उठ्ने हर्कबहादुर कार्की चाहिँ अहिले पुरै मान्छेको घर घरमा गएर काम गरिदिने, घर घरमा गएर तपाईँलाई गोबर सोरिदिने, घर घरमा गएर दाउरा चिरिदिने,
यो के चुनावको लागि मात्रै तपाईँ यस्तो के अरे यो गर्दै हुनुहुन्छ चुनाव आएपछि मात्रै यसो गर्नुभएको कि चुनाव पछि पनि तपाईँ नेता भइसकेपछि नि मान्छे घर घरमा गएर गोबर सोडिदिनुहुन्छ भाडा मस्काइदिनुहुन्छ भन्ने मान्छेको जिज्ञासा छ के छ तपाईँको यसमा भनाइ कसको मान्छेहरूले चाहिँ के भन्दैछन् जनताहरूले चाहिँ तपाईँलाई यहाँ हेर्नु न माललाई चाहिँ चुनाव आउन मात्रै उहाँ अब यसपालि नेता भएर उठ्दै हुन्छ अनि त्यही जित्नको लागि मात्रै मान्छे घर घरमा गएर गोबर सोर्ने होइन भाडा मस्काउने दाउरा चिर्दिने काम गर्दै हुन्छ आफ्नो भोटको लागि मात्रै भन्दैछन् क्या मान्छेहरूले के त तपाईँले के चुनावको लागि मात्रै दाउरा चिर्दिएको हो त मान्छेहरूको घर घरमा गएर त्यो अरू बेला नि गरिदिनुहुन्छ नेता भइसकेपछि नि चुनावको लागि भनेको कि नेता भइसकेपछि नि यसो दाउरा चिर्ने भाडा मस्काउने काम गर्नुहुन्छ मान्छे आउँछ नि हो सही कुरा हो ल ठिक छ ल तपाईँलाई नि भोट हालेर हामी जिताउने एकदम प्रयासमा छौँ नेताजी